This is my mini vlog for the first time. हामी चाहिँ आजको जल्ला गरे मेरो छोरा बाबा मम्मी हजुर यता चाहिँ मेरो प्रियमती परमेश्वर हुनुहुन्छ हेर्दै गर्नु न है हामी जाने बाटोतिर यसो जानु काचको काचको हामी चाहिँ हल्लन्छ कोटेर यता अगाडि आइसक्यौँ के बनाएको र यो के अरे सुकुटी घर कति हल्ला गरेको यो फ्याको सुची बाबासँग बसेर खोला हेर्ने रे अस्ति आगो लागेको ठाउँ यहाँ पोखराको सानो बाबा खोइ नानी बाबा खोइ बाबा ए बाबालाई माया देऊ बाबालाई माया दिनुस् खै ओके ल उता हेर न दिनी नानीलाई दिने मेरो छोरी कति छुटी हो क्या फाइनली वी आर अन आवर डेस्टिनेसन आज त मान्छेहरू थुप्रै रहेछ अस्ति नै आउँदा त हामी मात्रै थियो के भन्छ यसलाई कस्तो लाग्यो ठाउँ जानु न हजुर हिँड्नु न यहाँ आउनु रहेछ कि पछाडि पछाडि आएर ठुङ्ने रहेछ कि ल हामीहरू चाहिँ आइसक्यो सेकेन्ड टाइम हो यो चाहिँ हाम्रो मम्मी बाबा चाहिँ फर्स्ट टाइम आउनुभएको कस्तो घाम बस्छ भाइ आज बिहान कस्तो पानी कति ठुलो पानी परेको थियो तर अहिले त फेरि घाम हुन्छ चल घामलाई हामी चाहिँ बसिसक्यो अर्डर पनि दिइसक्यो के मागेन र यहाँ पहिला यता पुरै खेत थियो पहिला अहिले चाहिँ सब गायब भएछ आऊ रे मामालाई सानो मामालाई बोलाउनुहोस् कुकु कुकु यहाँ पुरै उस थियो के भन्छ अरे के भन्छ त्यसोलाई धानहरू थियो अहिले हाम्रो आलु अचार चाहिँ आइसकेको छ आलु अचार चाहिँ आज छिटो ल्याए है हाम्रो कोक ल म त खान बिजी छु अरू सबै यतातिर बिजी छ यो चाहिँ चिकन साँधेको ल यो चाहिँ हाम्रो पोर्क अचार मम्मीको लागि स्पेसल्ली यता हेर यता ठोकेर टाउको खुट्टा लानेर त्यसलाई डिस गर्दै नानी बाबालाई डिस गर्देऊ बाबालाई डिस गर्देऊ डिस गर्देऊ ल यता चाहिँ हाम्रो माछा आयो अनि यो चाहिँ मेरो चिकन खाना सेट यता चाहिँ पोर्क खाना सेट हो ल अब हामी दबाउँछौँ है त कस्तो भइरहेछ बाबालाई ल मैले चाहिँ लिएँ है त खाना फर्स्ट बाइट
Cái đây là cục con này đấy. कुखुराको मासु त कालो कालो रहेछ Quay lên này sư tử. लोकल हो कि Quay lên này sư tử. होइन है लोकल त है Này này. ल खान्छौँ भेट्दै गरौँ ल सबै पोखियो अस्ति पनि त्यसै गरेर भ्यायो यस्तो हो यस्तो गर्नु मेरो फुन्टुरोले फु गर्ने रे यहाँ जान्दै जानेन कहाँ दिन्छ त नि फेरि अरूलाई पनि यो छुची ल हाम्रो अब खाने क्रम पनि भ्याइयो सबै फिनिस्ड भएको छ खानेकुराहरू बाबा धेरै हिरो नवन ल पुग्नुहोस् त ल औ नहाँसो भकत नराम देखियो बेसरी नानीले फुकेको ल ल भयो अब पुग्यो म्याडमलाई ल हाम्रो आजको मिनी भ्लग यति नै थियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु अरू के भन्ने त है नबनाएको पनि थुप्रै भयो आज भोलि झ्याउ लाग्छ बनाउन नि है झ्याउ लाग्छ भन्नाले नि मलाई आउनु हो बनाउन नि त्यो एडिटहरू गर्नै आएन अझै पनि त्यही भएर आफ्टर लङ टाइम यहाँ टिकटकबाट मात्रै यसो हल्का बनाएको यति नै थियो ल हामी आज यहाँ आमाकोमा आएको आमा हजुर के गर्दै हुनुहुन्थ्यो हामी आउनुभन्दा अगाडि त नि आमा त हिजो उतै घरबाट आउनुभएको यो आमाको होटेल हो यो मयुर भन्ने ए त नि के भयो बसी नि हुन्थ्यो गरे आफै त हो नि बस्न पठाएको ल अब यो आमाको होटेल हो यो मयुर होटेल मयुर ल अब खाजा लिन जाने एकछिनमा के खाने हो कोकोले ल जाऊ यो चाहिँ हाम्रो के भन्छ साइनालाई ओए डेन्जर यार ये ल अघि नै मैले इन गरिसकेको थिएँ करे फेरि आजलाई हाम्रो यति नै भन्दै बाई 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 गरिदिनु आमा फेरि भेटौँ ल भन्नु ल यति नै थियो है त ल